कार्यक्रम अब टकलाई लिएर म उपस्थित भइसकेको छु। म भावना राणा। हामी यस कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरूसँग विशेष कुराकानी गर्ने गर्छौं र यसै क्रममा आज हाम्रो कार्यक्रमका अतिथि हुनुहुन्छ विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का अध्यक्ष तथा मैथिली चलचित्र क्षेत्रका एक चर्चित अभिनेता विजय कामत। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। विजयजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? आरामै छु। लकडाउन तपाईको वाडा र तपाईलाई कस्तो लागिरहेको? सबै विश्व नै परिरहेछ लकडाउनमा र खास गरी हाम्रो देशमा पनि लकडाउनको चपेटा परेको छ र विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा पनि हाम्रै वार्डमा एउटा पोजिटिभ केस पनि देखिएको छ कोरोना भाइरसको। त्यो पोजिटिभ केस देखिएको छ सर, उहाँलाई व्यवस्थापन कहाँ गरिएको छ? नजिकै तपाईहरुले आफै क्वारेन्टाइन बनाएर गर्नुभएको छ या? क्वारेन्टाइन त हामीले बनाउन खोज्दै थियौँ पहिलादेखि नै, तर अहिले चाहिँ जनताले विरोध गरेर हामीले चाहिँ क्वारेन्टाइन हामीले सकेका छैन त्यहाँ बनाउन। किनभने 3 वटा स्कुलमा हामीले जनचेतना आधारभूत शिक्षा सदन र धरनी दर आधारभूतमा हामीले चाहिँ जनचेतना हामीले क्वारेन्टाइन बनाउन खोज्दै थियौँ, तर त्यहाँका जनताले यो अब कोरोना भाइरस भनेको अलिकति नबुझेर पनि के हो भनेर जनचेतनाको आधारमा अब त्यहाँ हाम्रो वार्डमा कमी कमजोरी नै छ, त्यसैले त्यहाँ चाहिँ क्वारेन्टाइन हुन दिएन र उहाँले हामीले जुन पोजिटिभ देखाएको छ त्यसलाई हामी अहिले चाहिँ रोड सिसमा हामीले अस्ति भर्खरै जुन भवन बनाएको छ त्यहाँ चाहिँ हामीले चाहिँ व्यवस्थित गरेको छ र अहिले तिनीहरूको पनि बुढाबुढीहरूलाई सबैले हामी चेक जाँच गराउँदाखेरि तिनीहरूलाई पनि अहिले चाहिँ नेगेटिभ देखिसकेको छ, त्यसमा केही छैन। हजुर, उहाँ चाहिँ कस्तो व्यक्ति हुनुहुन्थ्यो? भारतबाट आउनु भएको थियो या यहीँको हुनुहुन्छ? उहाँ चाहिँ स्पेसली यहीँको बासिन्दा हो, नेपालकै हाम्रै वार्ड नम्बर विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का बासिन्दा हो र उहाँ चाहिँ बिहेमा जाँदाखेरि लकडाउनमा परेको अवस्था हो र त्यहाँ चाहिँ योभन्दा अगाडि पनि अब त्यो माछाको व्यापारी भनेर पनि हल्ला आएको थियो, तर त्यो माछाको व्यापारी होइन, किनभने त्यो खानेपिने एउटा आफ्नै फ्याक्ट्री भएको मान्छे हो। बिहेको लागि कहाँ जानुभएको थियो? बिहेको जानुको लागि तपाईँलाई पूर्णियादेखि पूर्वपट्टि हाम्रो भारत नै जानुभएको थियो र भारतबाट आइसकेपछि उहाँले हामीले चाहिँ किनभने अहिले लकडाउनमा जति पनि भारतबाट मान्छेहरू आएको छ विशेष गरी उहाँहरूलाई नै पोजिटिभ केस देखेको छ नेपाल अधिराज्यको कुरा गर्दाखेरि, र हाम्रो वार्डमा पनि त्यही सेम केस भयो र हामीले तुरुन्तै उहाँलाई आउनु बित्तिकै हामीले चेक गर्न जाँदाखेरि हामीले 55 जनाको जाँच गराएको थियो, त्यसमा एकजना पोजिटिभ निस्क्यो र अब सबै नेगेटिभ निस्क्यो। त्यो 55 जनाहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ अहिले घरमै होम क्वारेन्टाइनमा हुनुहुन्छ या तपाईहरुले नै कहीँ व्यवस्थित गर्नुभएको छ? हामीले एक दिन हामीले चेक जाँच हामीले वार्ड नम्बर विराटनगर महानगरपालिका वार्ड नम्बर 6 वडा कार्यालयमा हामी राखेको थियौँ, त्यसमा जम्मा 60 जनालाई चेक जाँच गरायो र त्यो चेक जाँच गराउँदाखेरि 60 जनामा उसकै सबै उसको बुढो पनि उसँग हुँदाखेरि बालबच्चा पनि हुँदाखेरि यो कस्तो बिमारी हो त्यो कोरोना भाइरस थाहै हुँदैन भन्दै त्यो 2 फिट 3 फिटको दूरीमा बस्नुपर्छ, सेनिटाइजर प्रयोग गर्नुपर्छ, हात मुख साबुनले धुनुपर्छ भन्छ। अर्कोतिर एकै ठाउँमा फेरि बस्दाखेरि बच्चा पनि बसेछ, अब उसँग अब जीवन साथी बिताउने पनि उहाँ चाहिँ पनि बस्नुभएको छ र उहाँलाई चाहिँ अब पोजिटिभ देखेन र उहाँले चाहिँ नेगेटिभ देख्यो क्या। यो कस्तो खाले एउटा कोरोना भाइरस यो विश्वभरिमा र यहाँ आएको छ, त्यो दिनदेखि मलाई अलिकति यो अब चाहिँ बिमारी हो कि के हो कहाँबाट आउँछ त्यो पनि अहिलेसम्म पत्ता लागेको छैन र त्यो हामीले त खोज्दा जाँदाखेरि पनि त्यो दिनदेखि मलाई विश्वासै उठ्यो कि यो हो कि होइन भनेर त्यसरी पनि आइरहेको। हजुर, अब तपाईँले भनिरहँदाखेरि तपाईँको वार्ड नम्बर 6 मा जनचेतनाको पनि अभाव छ हैन? जनचेतनाको लागि वार्ड नम्बर 6 ले कस्तो पहल गरेको छ? सर्वप्रथम मैले भावनाजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज चाहिँ यो हाम्रो यो कार्यक्रममा तपाईँले बोलाएर यो इन्टरभ्यू लिँदै हुनुहुन्छ, त्यसमा यो प्रतीक सरलाई र तपाईँलाई विशेष गरी मैले तपाईँलाई धन्यवाद दिन चाहन्छु। आजसम्म विराटनगर महानगरपालिका अन्तर्गत एउटा हिमशिखरले इन्टरभ्यू लिएको थियो र तपाईँहरूले लिँदै हुनुहुन्छ, म प्रतीकजी र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कमसेकम यो यो हाम्रो यो मार्फत सबैले सुनोस् सबैले बुझोस् भनेर मैले तपाईँहरूलाई पुनः फेरि धन्यवाद दिन चाहन्छु। कमसेकम यो अवस्थामा अहिले विराटनगर महानगरपालिका वार्ड नम्बरको 6 को जनचेतनाको कुरा गर्दाखेरि हामीलाई सबभन्दा बढी वार्डमा हाम्रो चाहिँ जनचेतनाको अभाव नै छ। त्यसमा किनभने कामत, मण्डल, पासमान, धानुक सबै जातका मान्छेहरू छन् र हामीले यो जातमा अब
कुरा गर्दाखेरि हामीले जनचेतनाको कुरा गर्दाखेरि योभन्दा अगाडि हामीले घर दैलोको पनि कार्यक्रम गरेको थियौँ। नगरपालिका र हामीले वार्डको एउटा बैठक गरेर हाम्रो वार्डमा जम्मा 42वटा टोल सङ्गठन छन्। त्यो टोल सङ्गठनका बुद्धिजीवीहरूलाई बोलाएर घर दैलो अभियानमा हामी कार्यक्रम गरेका छौँ। अहिले चाहिँ घरबाट निस्किनु हुँदैन, कमसेकम सेनिटाइजर प्रयोग गर्नु छ, साबुन लिएर हात धुनुपर्छ, मिसिची धुनुपर्छ भनेर हामी भन्दाको अवस्थामा त्यहाँ चाहिँ घर दैलो कार्यक्रम गर्न जाँदाखेरि त्यहाँ चाहिँ साँच्चीकै अप्ठ्यारो छ। अहिले चाहिँ हामीलाई अब त्यहाँको मान्छेले गाली पनि गर्न थाल्यो क्या। कमसेकम तपाईँहरूले अब 10 किलो चामल बाँटेर हामीले चाहिँ अहिले भोकै बसेको छ। कमसेकम लकडाउनको तपाईँले हामीले जनचेतनाको मूल्यका कार्यक्रम ल्याउन खोज्दै हुनुहुन्छ, भन्दै हुनुहुन्छ भने हामीले सबै थोकिदिनुहोस् अनि मात्रै हामी लकडाउन मान्छौँ, न त मान्दैन, भोको पेट कोही पनि मान्दैन भनेर त्यस्ता कुराहरू पनि जनताबाट आइरहेको थिए। तर वास्तवमा स्वाभाविक हो, हामीले त्यहाँ सकिरहेको छैन। वार्ड नम्बर 6मा हामीले त भन्नै पर्छ क्या, हामीलाई त स्थानीय सरकार हो, तर अहिले सरकार नै सकिरहेको छैन, केन्द्र सरकार नै सकिरहेको छैन। अगाडि सर यो लकडाउन सुरु भएको अब 3 महिना लगभग बित्ने लाग्दाखेरि योभन्दा अगाडि वार्ड नम्बर 6 को लागि के राहत प्याकेजहरू ल्याइयो र के कस्ता कार्यक्रमहरू गरियो? होइन, एकदम राम्रो प्रश्न तपाईँले गर्नुभएको छ। योभन्दा अगाडि हामीले जब पनि महामारीको रूपमा आउँदाखेरि योभन्दा हामीले बारी पीडितमा पनि कुरा गर्दाखेरि विराटनगर महानगरपालिका वार्ड नम्बर 6मा हामीले राम्रो चाहिँ राहत वितरण गरेका छौँ। र यो अवस्था महामारीको अवस्था कोरोना भाइरस लागिसकेपछि लकडाउन सुरु हुन बित्तिकै हामीले दोस्रो हप्तामा हामीले चाहिँ राहत वितरण गरेका थियौँ। त्यसमा हामी विराटनगर महानगरपालिकामा सबभन्दा बढी राहत विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का जनतालाई हामीले बाँडेका छौँ। त्यसमा 3236 मान्छेलाई हामीले त्यहाँ चाहिँ राहत वितरण गरेका छौँ। र अरू चाहिँ जस्तै अब पार्टीका पनि अब पार्टी पोलिटिक्सका पनि साथीहरू छ, जस्तै हाम्रो लालबाबु पण्डितले पनि त्यहाँ बाँड्नुभएको छ, केदार कार्कीज्यूले मान्यले पनि बाँड्नुभएको छ, हामीले बाँड्दै आएको छौँ। तर अहिले चाहिँ 10 किलो चामलले मात्रै भएन, 10 किलो चामलले मात्रै भएन। 10 किलो चामलले हामीले 15 दिन 20 दिन थाम्न सक्छौँ, 1 महिना थाम्छ, तर 2 महिना पक्कै 3 महिना हामी बाँड्न सक्दैनौँ। र अहिले जर्जर अवस्था छ। अहिले पनि लकडाउन भएको बेला अहिले जुन चाहिँ खुकुलो पारेको छ त्यहाँका जनताहरूले अलिकति राहत जस्तो आफै कमाउने आफै खाने भनेर अलिअलि राहत जस्तो पाएको छ। र हामीले यो केन्द्र सरकार नै र प्रदेश सरकार नै माथि नै भिख मगाएको छ त हामीले वार्डमा के गर्न सक्छौँ? कमसेकम मैले अस्ति पनि चाहिँ बोर्ड बैठकमा चाहिँ मेयर साहबलाई भनेको थिएँ, कमसेकम अहिलेको एउटा बाटो नबनाएर कमसेकम 50 लाखको बाटो नभएर 50 लाखको एउटा हामीले चाहिँ यो राहतकै प्याकेटले वितरण गर्दाखेरि यहाँ चाहिँ जनतालाई सहज हुन्थ्यो। तर हाम्रो हातमा छैन, पूर्ण अधिकार हामीलाई दिएको छैन, अर्ध अधिकार मात्रै दिएको छ। साइन कहाँ गर्ने के गर्नु सबै नगरपालिकालाई पठाउँछु। तर नगरपालिकाले एकचोटि 10 किलो चामल वार्ड मार्फत बाँटेको हो 2536 र अर्को चरणको राहत हामीले बाँड्न सकेको छैन। त्यसमा मैले पूर्ण विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का जनतासँग मलाई वास्तवमा 88% मत लिएर जिताउनु बच्च उहाँलाई मैले चरणमा पनि ढोग्न चाहन्छु र माफी पनि माग्न चाहन्छु। किनभने हामीले जुन अहिले देश नै महामारीको रूपमा आउँदाखेरि लकडाउन 3 महिना अब भइरहेको अवस्थामा पनि हामीले दोस्रो चरणको राहत बाँड्न सकेको छैन। त्यसको लागि मैले क्षमा प्राप्ति पनि त्यहाँका 6 नम्बरका जनतासँग माग्न चाहन्छु। तपाईँले यसरी अब 3 महिनाको लकडाउनमा 6 नम्बरको वाडाका जति पनि बासिन्दा सर्वसाधारण हुन्छ उहाँहरूलाई अहिले दैनिक जीवनयापन धान्नै धौधौ परिरहेको स्थितिमा यसरी बोर्ड मिटिङमा तपाईँको आवाज राखिरहँदा त्यहाँबाट प्रतिक्रिया कस्तो आएको छ? यस्तो कमसेकम मैले अघि पनि भने हाम्रो देशमा 3 स्तरको सरकार छन्। एउटा सरकार केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार। र स्थानीय अहिलेसम्म हामीले जति गरेको छौँ भने स्थानीय सरकारले गरेको छ। जस्तै नगरपालिकाबाट मैले अघि पनि हामीले बोर्ड बैठकमा सबै 1900 नम्बर वाडाका वाडाध्यक्षहरूले व्यापक रूपमा हामीले आवाज उठाएको छौँ। यसलाई कसरी हुन्छ? किनभने 1 करोड त हामीले प्रत्येक वाडाबाट आफ्नो वाडाबाट सबै वाडाध्यक्षले आफ्नो वाडाबाट कोही 10 लाख, कोही 5 लाख, कोही 15 लाख चाहिँ त्यहाँबाट चाहिँ हाम्रो चाहिँ जुन जडीबुटीका त्यो तालिमहरू थियो, बुटीहरूको तालिम थियो, जुत्तीहरूको तालिम थियो, सबै काटेर हामीले चाहिँ यही राहत वितरणमा नै हामी 1 करोड रुपियाँ जति हामी नगरपालिकाले दिएको छौँ, वार्डबाट हामीले दिएको छौँ। त्यसो भन्दा वार्ड नम्बर 6 बाट चाहिँ कति नगद दिनुभएको छ? हामीले चाहिँ 15 लाखको जति
नगरपालिकाले त्यसमा हामीले चाहिँ गरेका छौँ। भएको छ। भर्खरै जेठ 15 गते बजेट भाषण पनि भएको छ अर्को आर्थिक वर्षको लागि र हिजो मात्र पनि प्रदेश सरकारले 1 नम्बर प्रदेशले आफ्नो बजेट सार्वजनिक गरेको छ। यसमा यो विराटनगर नगरपालिका गर्दाखेरि 6 नम्बरमा के कस्ता परियोजनाहरू परे र के कस्ता आर्थिक गतिविधिहरू समेटिन्छन् यहाँनिर आइपुग्दा? बहुत एकदम राम्रो प्रश्न सोध्नुभयो, त्यसको लागि म फेरि तपाईँलाई धन्यवाद दिन चाहन्छु। विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा 3 वर्षको अभियानमा र 50 वर्ष जुन चाहिँ काम विकास निर्माणहरू काम गरेका थिए त्यो तपाईँहरू गएर चाहिँ प्रत्यक्ष जनतासँग सोध्न सक्नुहुन्छ। र 3 वर्षमा हामीले आउँदाखेरि पक्कै पनि तपाईँले भट्टी चोकको बाटो हिँड्दाखेरि यति हिँड्नु त्यहाँको जनता हिँड्नु परेको थियो। सरोचियारको बाटोमा त्यसरी नै थियो। बिएफएमदेखि ममता मार्ग जुनेली मार्गमा पनि अवस्था त्यस्तो थियो। र हाम्रो नहरदेखि पारी त केही कामै भएको थिएन, पुरै चाहिँ माटैको सबै ठाउँ जहाँ पनि लस्किने हाम्रो बालबच्चा चाहिँ पढ्न स्कुल आउँदाखेरि त्यो पानी परेको अवस्थामा जुत्ता चप्पल खोलेर हामीले त्यहाँ स्कुल पुगाउनु पर्थ्यो। तर अहिले मैले चाहिँ हजुरहरूलाई पनि मिडिया हुनुहुन्छ प्रत्यक्ष गएर तपाईँहरू हेर्न सक्नुहुन्छ 3 वर्षमा हामीले चाहिँ कति के काम गरेछ। र हामीलाई 1 वर्षमा त 1 वर्ष अगाडि त मेरो त 1 वर्ष फर्स्ट चरणमा जब मैले वार्ड अध्यक्ष जितिसकेपछि हाम्रो बोर्ड बैठकमा नि बोतल फ्याँकी भयो, यो विकास निर्माण गर्ने त पक्कै तपाईँहरूलाई थाहा होला। र अर्को कुरा सेकेन्ड चरणमा हामीले राम्रै बजेट ल्याएको थियो र थर्डमा तेस्रो बजेटमा ल्याउँदाखेरि पनि राम्रै गरेछ मेयर साहबले पनि उपमेयर साहबले पनि हामीलाई यो विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा हामीले जुन चाहिँ 1 करोड पहिला एक वाडाको सिलिङ बजेट 1 करोड 41 लाख रुपियाँ दिएको थियो। त्यसमा नगरको बजेट 1 करोड 2 करोड 40 लाख र 20 लाख रुपियाँ हामीले जुन चाहिँ अहिले चाहिँ जनताहरूको कर चाहिँ काट्छौँ भने 1 करोड रुपियाँ जसले उठाउन सक्यो भने 20 लाख रुपियाँ त्यहाँबाट पनि दिएछ। जस्तै अब मेयर कोषहरू पनि हुन्छ होइन, मेयर कोषको अनि त्यो नगरपालिकाको कोषहरू हुन्छ, त्यसबाट पनि हामीलाई चाहिँ 1.5-2 करोड रुपियाँ बढी नै थप गरेर मेयर साहबले उपमेयर साहबले दिनुपर्छ, बोर्ड बैठकले दिएको छ। त्यसलाई मैले पुनः पनि मेयर साहबलाई पनि धन्यवाद पनि दिन चाहन्छु। र यो बजेट पनि हामीहरूको यो बजेटमा अहिले देश नै महामारीको अवस्था, संसार नै महामारीको अवस्थामा हुँदाखेरि पक्कै हामीलाई अहिले चाहिँ अब ठ्याक्कै यो वर्ष निर्देशन नै दिएको छ नगरपालिकाबाट कमसेकम तपाईँहरूले यो आर्थिक वर्षमा कमसेकम तपाईँहरूले अलि यो हात धुने कार्यक्रम त जुत्ता कार्यक्रम र त्यो बुटिक तालिम केन्द्रहरू तपाईँहरू केही नराख्नुहोस्। कमसेकम यो विकास निर्माणको चाहिँ यो पैसा मात्रै राख्नुहोस् र ठुलो योजना राख्नुहोस्। जस्तै 20देखि 40-50 लाखको चाहिँ योजना राख्नुहोस्, 50देखि 1 करोडको योजना राख्नुहोस्। हामीलाई यो वर्ष पनि हामीले 1 करोड 41 लाख रुपियाँ सिलिङ बजेट हामी पाएको छौँ। र नगरपालिकाको नगर बजेट भनेको तपाईँलाई अहिलेसम्म हामीले दिएको छैन। यो हामीले चाहिँ 10 गतेभित्रमा हामी 7 गतेभित्रमा हामी पुर्याउनु पर्छ सिलिङ बजेट। पुर्याइसकेपछि नगरको बजेट पनि मलाई पक्कै लाग्छ हामीलाई पहिला भन्दा कम गर्दैन, त्योभन्दा बढी नै दिन्छ भने मैले आशा अपेक्षा हामीले चाहिँ वार्ड यसरी राखेका छौँ। र प्रदेशबाट पनि हामीले चाहिँ बजेट चाहिँ पाएको छैन। योभन्दा निश्चित बजेट हाम्रो अर्थ मन्त्रालयले कमसेकम 1 करोड 20 लाख रुपियाँ दिएको थियो। र योचोटि मैले हाम्रो माननीय आदरणीय यसै विराटनगर महानगरपालिका 6 नम्बर क्षेत्रका आदरणीय पहिलाको मन्त्री लालबाबु पण्डितजी पनि हाम्रो योचोटि पनि हामीलाई 1 करोड रुपियाँ जति बजेट दिनुभएको छ। 55 लाख रुपियाँ चाहिँ विकास निर्माणको त्यो नाला बनाउने काम दिएको छ र 25 लाख रुपियाँ तपाईँलाई सामुदायिक भवन चाहिँ बनाउन दिएको छ र मन्दिरहरूमा 2-3वटा मन्दिरमा 10-10 लाख रुपियाँ दिनुभएको छ। उहाँलाई मैले चाहिँ यो मिडिया मार्फत उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। र यहाँ नगरपालिका पनि जति पनि सबै साथीहरूलाई र सबै यहाँका चाहिँ नगरपालिकाका मेयर उपमेयर प्रशासक प्रमुख अधिकारीहरूलाई पनि मैले धन्यवाद दिन चाहन्छु। योचोटि पनि पक्कै हाम्रो वार्डमा फेरि बजेट दिनुहुन्छ, बढी बजेट दिनुहुन्छ आग्रह गर्छु र प्रदेशबाट पनि मैले माग गरेको छु। प्रदेशबाट र केन्द्रबाट पनि फेरि हामीलाई यस्तै नै बजेट दिनुहुन्छ भने मैले आशा अपेक्षा पनि राखेको छु। यसरी बजेट पारित भइरहँदाखेरि अरू जति पनि विकास कार्यहरूमा बजेट विनियोजन गरिएको छ तर लास्टमा असार सक्ने आर्थिक वर्ष सकिन आँटिसके पश्चात चाहिँ छिटो त्यो बजेट सकाउनको लागि मात्रै एकदमै हतारमा काम गरिने, त्यो चाहिँ भोलिका दिनसम्म नटिक्ने खालके छिटो गर्ने हतार गर्ने हुँदाखेरि त्यो चाहिँ अब एकदमै कामै नलाग्ने खालका 1-2 महिनामा भत्किएर गइहाल्ने खालके होइन त्यस्तोहरू कार्य हुन्छन्। तपाईँको वाडामा चाहिँ समयमै पुरा भएको छ? छैन। तपाईँले
एकदम राम्रो क्वेसन गर्नुभएको छ किनभने जुन अहिले हजुरले क्वेसन राख्नुभएको छ त्यो चाहिँ जनताबाट आम जनताबाट पनि पब्लिकबाट पनि हामीलाई क्वेसनहरू आइरहेको छ यस्ता क्वेसनहरू र हामीलाई जहिले पनि यो 1 वर्ष अगाडि सुरुमा हामीले लास्ट हतारमा गर्नुपर्छ भनेर त्यतिकै हामीलाई धौधौ भएको थियो दोस्रो वर्ष पनि हामीले चाहिँ अलि त्यसलाई सच्याउन खोज्दाखेरि त्यहाँ पनि अलिअलि धौधौ भएको थियो तेस्रो वर्षमा हामीले त पुरै अब नगरपालिकाबाट यो निर्णय नै गर्नुपर्छ यो बजेट सावनदेखि बाद असोजदेखि हामीले लागू गरिदिनुपर्छ तर त्यहाँ समस्या के देखिरहेको छ भने हामीले गर्न खोज्दा पनि त्यहाँ चाहिँ सिधै हामीले डाइरेक्ट चाहिँ वडा अध्यक्षले काम गर्न सकिँदैन किनभने वडा अध्यक्षको मार्फतमा जस्तै अब अहिले तपाईँलाई सम्पूर्ण काम चाहिँ के गरिदिएको छ भने यो दुईवटा कुरा अहिले गरेको छ पहिला सबभन्दा पहिला उपभोक्तामा गर्ने काम गरेको छ त्यसपछि उपभोक्ताबाट भएन भने टेन्डरमा प्रक्रिया रहेछ र कोटेसन त हटाइ नै दिएको छ कोटेसन भएपछि ठेकापट्टा गर्ने मान्छेलाई ल्याएर हामीले चाहिँ काम गराउन सक्थ्यौँ तर उपभोक्ताको मान्छेहरूले हामीले यो 6 महिना अगाडि नै चाहिँ उपभोक्ता यहाँबाट पठाइदिएको थियो हामीले काम गर्छ तर त्यहाँ पनि के उपभोक्ता समितिबाट पनि सबै ठाउँमा राम्रै कामहरू भएको छ तर लास्टमा अब जो तिनीहरूसँग अब 20% अब 20% को पनि नगरपालिकाको कुरा आउँछ 20% जुन राखिदिएपछि त्यहाँका हामीहरूको गरिब दलित मधेसी आदिवासी जनजाति त्यहाँ चाहिँ एकदम निम्न वर्गका मान्छेहरू हुन्छ र त्यो ठाउँमा हामीलाई काम गर्न गाह्रो भइरहेको छ 20% भनेको तपाईँलाई 10 लाख को 2 लाख रुपियाँ हो 2 लाख रुपियाँ त्यहाँको जनतालाई निकाल्न धाउधौ परिहाल्छ र धाउधौ परिसकेपछि त्यो ठेकेदार खोज्छ कता भएर त्यसरी गर्छ त्यसरी त्यो अवस्थामा पनि काम चाहिँ लास्टमा त्यसरी पनि भएको छ हाम्रो वार्डमा र 70% चाहिँ पहिला पनि भएको छ र 30% अहिले पनि अवस्था काम भइरहेको अवस्था पनि छ तपाईँ वडा अध्यक्ष रहिरहँदा यो वर्ष चाहिँ यस्ता उसमा ढिला सुस्तीहरूमा चाहिँ के कस्ता पहलहरू गर्नुभएको छ म त यो चोटि भन्छ नि घरको गार्जियन चाहिँ एकदम अलिकति आर्मी टाइपको हुनुपर्छ एकदम कठोर पनि हुनुपर्छ मलाई लाग्छ आफ्नो विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा मेरो आम जनता प्रियहरूसँग मैले चाहिँ के अनुरोध गर्न चाहन्छु भने कमसेकम तपाईहरुले मेरो 3 वर्ष सबैजनाले मलाई सहयोग साथ गर्दै आउनुभएको छ र यो वर्ष पनि तपाईले गर्नुस् र त्यो कमी कमजोरी भयो हिजोको कमी कमजोरी भएको छ त्यसलाई हामीले सच्याएर अगाडि पक्कै नै बढ्नुहुन्छ जसरी तपाईले अहिले राख्नुभएको छ त्यो कुरालाई मैले इन्टेलिजेन्टली भित्रबाट मनबाट हृदयबाट लिएर त्यसलाई मैले चाहिँ त्यो कमी कमजोरीलाई सच्याएर अगाडि बढ्छु भन्ने मलाई जस्तो लागिरहेछ हजुर तपाई कलाकार पनि हुनुहुन्छ एक सफल अभिनेताको रूपमा चर्चित हुनुहुन्छ त्यसमा तपाईलाई यो रियल लाइफमा हैन अझै अहिले वडा अध्यक्षको राजनीतिक क्षेत्रमा पनि सक्रिय नै हुनुहुन्छ यसका साथसाथै तपाई एउटा कलाकारितामा पनि एकदम सक्रिय हुनुहुन्छ यो दुईटा फिल्ड राजनीति प्लस कलाकारिता दुईटामा के फरक छ राजनीतिमा त पक्कै पनि बहुत गाह्रो छ हजुर बहुत गाह्रो छ र फिल्म लाइन जस्तो हुँदैन हजुर र मैले अब तपाईहरुको साथ सहयोगले र जनताको साथ सहयोगले जति पनि मेरो श्रोता आदरणीय दाजुभाइ तथा दिदीबहिनीले यो चाहिँ मिडियाबाट सुन्दै हुनुहुन्छ म सबैलाई धन्यवाद दिन चाहन्छु र तपाईलाई पनि फेरि प्रतीकजीलाई पनि धन्यवाद दिन चाहन्छु जुन चाहिँ अब अभिनेताको रूपमा पनि मलाई भन्नुभएको छ मैथिली चलचित्रमा पनि काम गर्दै हुनुहुन्छ भने तपाईहरुलाई मैले दुवैजनालाई धन्यवाद फेरि दिन चाहन्छु कमसेकम वास्तवमा यो एउटा मैले सोचेको पनि थिएन कमसेकम म फिल्मी लाइनमा जान्थे त्यो पनि मैथिलीमा तपाईलाई केले प्रेरित गर्यो त्यो लाइनमा यो प्रेरित भनेको अब साँच्चै भन्नु पर्दाखेरि हामीले एकजना मेरो कोही मान्छे आएको थियो मसँग म गाना बनाउँदैछु मधेसप्रति म गाना बनाउँदैछु मैथिली गाना बनाउँछु तपाईँ मलाई अलिकति सहयोग गर्नुहोस् भनेर र त्यो मान्छेले मसँग 10,000 रुपियाँ माग्न आएको थियो सहयोग गर्नुहोस् म फिल्म पनि बनाउँछु र मैथिली गाना पनि बनाउँछु ऊ भाइले पनि के गर्न चाहन्छ मैले 4-5 दिन कुदाएँ क्या कुदाइसकेपछि त्यो मेरो साथ छोडेन क्या साथमा छोडेपछि उहाँले चाहिँ मेरो मैले फेरि त्यो उहाँलाई 10,000 रुपियाँ दिएपछि एकैचोटि मेरो चाहिँ त्यसले फिल्म बनाउने सोचिहाल्यो र विकल दुला मोगीको गुलाममा मेरो चाहिँ तपाईलाई निर्माता भनेर विजय कामत निर्माता मलाई जबकि निर्माता थाहा पनि थिएन पत्रकार सम्मेलन गरायो पत्रकार महासंघमा एकैचोटि निर्माता अनि मैले त्यहाँ सोधेँ निर्माता भने के हो पैसा लगाउने हो यस्तो यस्तो भनेर भन्दाखेरि त्यहाँबाट र पहिला पनि मैले अलि मिथिलालाई उठाउनको लागि मेरो भित्रबाट पार्टीमा पोलिटिक्समा पनि काम गर्दाखेरि मैथिली यहाँको मधेस मैथिली भाषाहरू चाहिँ स्थापित हुनुपर्छ जस्तै तपाईलाई कल्चर चाहिँ राख्नुपर्छ भने मैले पार्टीमा पनि कुरा राख्दै आएको छु र त्यो हाम्रो केन्द्रमा पनि त्यो उसमा हजुर हजुर कन्टिन्यू
र केन्द्रमा पनि हामीले कुरा राख्दैछौँ। हामी चाहिँ जुन चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ पार्टीका चाहिँ विधानहरूमा राख्नुपर्छ मैथिली भाषाहरू, किनभने यो भाषा भनेको मैथिली भाषा भनेको राजा दशरथलाई पनि राम्रो लागेको थियो, सीतालाई पनि राम्रो लागेको थियो, किनभने जनकपुर धाम भनेको यो भाषा पनि रामजी से पूछे जनकपुर के नारी बता दो बबुआ लोकवाद्यता भने यो चाहिँ तपाईँलाई प्रत्यक्ष त्यहाँ चाहिँ हामी त धेरै भाग्यशाली छौँ, मधेसको जनता अनि नेपालकै जनता हामी चाहिँ धेरै भाग्यशाली छौँ, जो हाम्रो चाहिँ सारा सृष्टि रचयिता जो हामीले पालनहार भन्छौँ, यही आएर जनकपुरको मधेस ठाउँमा सीतासँग बिहे गरेर गएको छ भने राम भगवान स्वयं यहाँ अवतार भएर विष्णु अवतार भएर हामी त धेरै यहाँका जनताहरू नेपालको जनताहरू मधेसको जनताहरू चाहिँ निकै भाग्यशाली छ। त्यो पनि हामीहरूको मैथिली भाषामा त्यहाँ गएर सबै चाहिँ स्थापना गरेको छ। मलाई धेरै खुसी लाग्छ र मैथिली भाषा अझै पनि स्थापित हुनुपर्छ र मलाई वास्तवमा तानेको कारण तपाईँलाई फिल्म क्षेत्रमा तानेको कारण पनि त्यही हो, कारण पनि त्यही हो र म प्रतीकजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले जहिले पनि मैले यो क्षेत्रमा लाग्दाखेरि मलाई चाहिँ इन्टरभ्यू लिने गर्ने के गरिदिन्छ त्यही चाहिँ उहाँले सुरुमा इन्फ्लुएन्सर साथ दिँदै आउनुभएको छ र कमसेकम अहिले वास्तवमा भन्नुपर्दाखेरि मलाई थाहा पनि थिएन र मैले जब त मैथिली लाइनमा लागेँ म्युजिकहरू बनाउनु चाल्यो, भिडियोमा चाहिँ एक्टर गर्न थालेँ मैले। सबभन्दा पहिले मेरो गाना थियो ए सनम भुलान जाए ससुराल में जाकर, दिल में बस्लो आहाँ धर्कन में बसा लियो, आहाँ राजा ची हाम्रो रानी बना लियो। त्यसपछि अर्को नेपाली र मैथिली मैले गरेँ, हजुरको माया पाए चाहिँदैन कुनै महल भनेर, अनि मुस्कान में आहाँको जादु कुन छ मैथिली मिस गरेँ। मेरो 3टै गाना हिट भयो। यति नै हिटको बाद गाना भयो कि मैले आफै त्यो सोचेको पनि थियो। अहिले पनि तपाईँलाई 10 करोड, अहिले पनि तपाईँलाई त्यो गानाहरूको भ्युवर्स भनेको 10 करोड भइसकेको छ, 5 करोड भएको छ त्यो 3-4वटा गानाको जति पनि भइसक्यो। चलचित्र क्षेत्र यो तपाईँको गानाहरू जसरी रेकर्डिङ गराइरहनु भएको छ, यसलाई अझै निरन्तरता दिने सोचमा हुनुहुन्छ या अबलाई? होइन, निरन्तरता त दिन्छु त्यो मेरो, किनभने त्यो मेरो एउटा अब भन्नुहुन्छ पेसा पनि भनौँ या के भनौँ बिल्दिन। मेरो अहिले पनि मैले जहाँ इन्टरभ्यू दिँदैछु त्यहाँ पनि म स्टुडियोमा बसेको छु, हाम्रो प्रतीकजीको स्टुडियोमा बसेको छु र तपाईँ सामुमा छु। कमसेकम म आज पनि यो एउटा आर्टिस्टको रूपमा काम गर्न आएको थिएँ, यहाँ काम गर्न आएको थिएँ। म एउटा आर्टिस्टको रूपमा एउटा चाहिँ हाम्रो चाहिँ जनचेतनाको कार्यक्रम मैले बनाउँदैछु त हाम्रो सन्तोष सरकारजीले, त्यसैमा हामीले त्यो एउटा सिरियल खेल्न जस्तो अलिकति आएको थियो। तर मैले प्रतीक सरले अब तपाईँले एउटा इन्टरभ्यू दिनुपर्छ, वडा कार्यालयको 6 नम्बरको अध्यक्ष पनि हुनुहुन्छ, तपाईँ अभिनेता पनि हुनुहुन्छ, तपाईँ इन्टरभ्यू 20-25 मिनटको दिनुपर्छ भने उहाँ भन्दाखेरि मलाई धेरै खुसी भयो। तपाईँले पनि सायद लाग्छ मलाई थाहा थिएन, पछाडि भन्दाखेरि सरले अब तपाईँलाई पनि थाहा हुनुभयो। मैले वास्तवमा आजको दिन आजको समय म धेरै नै खुसी छु। कमसेकम यो मिडियाबाट धेरै नै साथ सपोर्ट पाएको छौँ। कार्यक्रमको निर्धारित समयमा अन्त्यमा आइसकेका छौँ। अन्त्यमा तपाईँ एउटा कलाकार त हुनुहुन्छ नै, तपाईँ एउटा राजनीतिक व्यक्तित्व भएकोले तपाईँका वडाका सर्वसाधारण लगायत एउटा राजनीतिक व्यक्तित्व भएको नाताले के भन्न चाहनुहुन्छ? मैले सर्वप्रथम त राजनीतिक हिसाबले सम्पूर्ण मेरो विराटनगर महानगरपालिकैका 1900 वडाका सम्पूर्ण मेरो जति पनि श्रोता र आम जनता मेरा प्रियहरू हुन्छ, म सबैलाई धन्यवाद दिन चाहन्छु। र यो कोरोना भाइरसको महामारीको रूपमा सबैलाई के अपिल गर्न चाहन्छु भने केही दिनको लागि यो अहिले सरकारले छुट गरेको छ, मलाई लाग्छ फेरि लकडाउन पनि थपिने सम्भावनाहरू देखिरहेको छ। त्यसै कारणले आफूले सबै हामी यो एउटा महामारीको रूपमा लिनुपर्छ, कोरोना भाइरस एउटा रोगको रूपमा लिनुपर्छ र सबैजनाले आफ्नो ठाउँबाट सचेत कतिखेर घरबाट निस्किने र कतिखेर जाने र कतिखेर साबुन प्रयोग गर्ने, कतिखेर सेनिटाइजर प्रयोग गर्ने र कतिको दूरीमा बस्ने र बने भनेर मैले सबैसँग अपिल गर्न र चाहन्छु। सबैजनालाई आफ्नोबाट केयर, किनभने प्रत्येक व्यक्तिले आफ्नै प्रत्येक घरमा बलेपछि सबैको घरमा उज्यालो हुन्छ। त्यसै कारण प्रत्येक व्यक्तिले यो कुरा सोचिहाल्यो भने हामीले डिस्टेन्स भएर सबै कुरा आफ्नै चाहिँ जनचेतनाको आधारमा हामीले अगाडि बढ्नुपर्छ भनेर अनि मात्रै सम्भव हुन्छ भनेर मेरो आशा अपेक्षा राखेको छु। र लास्टमा मैले सबैलाई धन्यवाद दिँदै र यो महामारीको धन्यवाद पनि म दिन चाहन्छु र मिडियाकर्मी साथीहरू हुन्छ सबैलाई मैले आफ्नो व्यक्तिगत तर्फ र वार्डको 6 नम्बरको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर, हजुरको कार्यव्यस्तताको बावजुद पनि हामीलाई अमूल्य समय प्रदान गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते, धन्यवाद। दर्शकबिन, कार्यक्रम अब टकको निर्धारित समय सकिसकेको छ। अर्को एपिसोडमा फरक क्षेत्रका फरक अतिथिसँगको कुराकानी लिएर आउने नै छु। म लगायत सम्पूर्ण अब टक युनिटलाई बिदा दिनुहोस्। नमस्कार।